अफिसियल्सहरु देख्न पाएका थियौं त्यहाँ पनि यो डाइरेक्ट प्रहार गोलको खाता खोल्ने अवसर यहाँ जेम्स टर्नबोल्टका लागि स्वयं लेफ्ट फुटेड बल निकै राम्रो सेट पिस त्यहाँ पञ्च पनि गरेका छन् गोलकिपरले ओपन पोस्ट रहेको थियो र फर्स्ट ब्लड यहाँ जेम्स टर्नबोल्टबाट फाइनलमा लिटल एन्जल स्कुललाई स्तब्ध बनाउने तर्खरमा यहाँ भने जेम्स टर्नबोल्ट यसपटक भने केही बेटर सेट पिस आफ्नो टिममेटबाट आएका थिए problem there at all. Shot! टर्न लिने क्रममा फेर्मिसन त्यहाँ भने एक्रोब्याटिक मुभ Running the show so far for Islanders United from the back. When it comes to set pieces. Good ball. Left footed goal! There you go! दोस्रो गोल अग्रता दोब्बर बनाउँदै यहाँ जेम्स टर्नबोल्ट र आफ्नो फ्यान्सहरुसँग खुसी सार्दै त्यहाँ निकै नै उत्कृष्ट हेडर कुनै पनि अवसर थिएन गोलकिपरका लागि त्यहाँ उनले आफ्नो यो उपाधि आफ्नो घरबाट बाहिर जान दिँदैन यहाँ जेम्स टर्नबोल्ट देख्न सक्छौं रिप्लेमा लेफ्ट फुटेड थियो कर्नर र त्यो टावरिङ हेडर A comeback here, or will the Thunderbolts rise again with the thunder there? Look at that. बल प्ले गर्न दिइरहेको छ अपोनेन्टलाई र आफू भने काउन्टर अट्याकिङ मुभमा डिफेन्ड भइरहेको छ र दुई पटकको काउन्टर अट्याकमा दुई पटक गोल पनि कन्सिड गराइसकेको छ विपक्षी टिमलाई र अनुप कतिको त्यो फ्रस्ट्रेसन देख्न सक्छौं क्लियरली देख्न सक्छौं अनुप कतिको त्यो फ्रस्ट्रेसन र देवराज कटुवाल माहौललाई केही संयमित बनाउँदै त्यहाँ देवराज कटुवाल थाहा छ समय के आफ्नो टिममेटसँग कनेक्सन भेटाउन सक्छन् त्यहाँ बल गोलकिपर टस दिने साइड त्यहाँ काउन्टर पुश गर्ने तर्करमा छन् त्यहाँ ग्रेमन श्रेष्ठ 3v1 रहेका छन् ग्रेमन श्रेष्ठ राइट फुटेड ब्याङ्गर त्यहाँ ग्रेमन श्रेष्ठबाट 3 गोल्सको कुसन पहिलो हाफमा फ्रन्ट फुटमा रहेको छ त्यहाँ जेम्स टर्नबोल्ट निकै नै विशाल पहाड चढ्न पर्ने आवश्यकता रहेको छ अब भने यहाँ लिटल एन्जल्सका लागि लिटल एन्जल्स पनि डाइरेक्ट गोल प्रहार गरेका छन् त्यहाँ देवराज कटुवालले यस किसिमको गोल यस टुर्नामेन्टमा पहिले पनि प्रहार गरेका थिए देवराज कटुवाल र फाइनलमा जहाँ सबैभन्दा बढी महत्त्व हुने गर्दछ जहाँ सबैभन्दा बढी वेट लाग्दै थियो जेम्स टर्नबोल्टले टुर्नामेन्टको ट्रफी एक हाफ अगाडि नै हात पारे भनेर तर अन्तिम केही सेकेन्डमा देवराज कटुवालले जुन किसिमले फ्लड लाइटको अन्डरमा भइरहेको छ फाइनल लङ बल गोलकिपर गल्ती गर्ने कुनै पनि exposed backline you are leaving it out there is being executed well by James Thunderbolt and
There you go, Prevision Fisher, 3-man wall, left-footed ball from Prevision, and there you go, open post for James Thunderbolt. र पहिलो हाफको अन्त्य दोस्रो हाफमा दुवै टिमका हेड कोचले के कस्तो परिवर्तन गर्नेछन् The Thunderbolts. देवराज कटवाल को त्यो लङ बल Aggression here, aggression again. They'll have to be careful. I can understand the emotion. I can understand the rush in the game. Or jump on the balls. We have gone for 4-5-1. Anup here. Anup shot! अनुप खत्री राइट फुटेड बल अनुप खत्री जुन समयमा टिमलाई आवश्यकता परेको थियो त्यसै समयमा अनुप खत्री स्टुड अप फर हिज टिम अनुप खत्री स्ट्याम्प अफ अथोरिटी अनुप खत्रीको जेम्स थन्डरबोल्ट्स विरुद्ध Devraz has been put forth a lot more. Chance again. Opportunity, but that shot, it travels away. Aggressive, that is what we expect in boxing or wrestling or even in MMA there. One more time, combo. This Can they capitalize on this? One moment. All they need is one moment. Is this the moment? Shot! And Anup Khatri, right-footed ball, and Anup Khatri stating who he is and what he can do in these kind of moments. Anup Khatri for Little Angeles School ब्रेस प्रहार गरेका छन् यहाँ जुन समयमा आफ्नो टिमलाई आवश्यकता परेको थियो त्यस समयमा नै उभिएका छन् विशाल बनेका छन् त्यहाँ अनुप खत्री And in the dugout, everybody are standing up for the judge. They play. Here you go. दिग्गज श्रेष्ठले दिग्गज सेभ दिग्गज श्रेष्ठबाट त्यहाँ पुनः एकपटक राइट शट difficult for Lasis Pandey through ball Aryan Amatheko लागि Aryan Amatheko र फाइनल र 3-3 अफ स्कोर लाइन म सम्झन चाहन्छु विश्वकप 2022 अर्जेन्टिना भर्सेस फ्रान्स र फाइनल केही मिनेट्स आर्यन अमात्यलाई जुन कामको लागि मैदान भित्र आइएको थियो उनले त्यो काम उत्कृष्ट ढंगले पूरा गर्दै एक टच मात्र पर्याप्त रह्यो लिटल एन्जल्सको सपनालाई चकनाचुर बनाउनका लागि कनेक्सन भने भएन त्यहाँ र म्याच रेफ्री युवराज तामाङको हुइसल र नेपाल स्कुल फुटबल लिग 2025 को उपाधि जेम्स थन्डरबोल्ट्सको घरबाट बाहिर जाने छैन लिटल एन्जल्स स्कुल जसको दबदबा यस टुर्नामेन्टमा सबैभन्दा विशाल र सबैभन्दा प्रभावशाली रहेको थियो
this team फाइनलमा आएर स्तब्ध बनेको छ। जेम्स थन्डरबोल्ट्स का लागि what a match we have witnessed in here। अनुप खत्री हरेक खेलमा 100% एफोर्ट दिएका थिए अनुप खत्रीले। देख्न सक्छौ उनको इमोसन्स त्यहाँ